हेलो एभ्रिवान वेलकम टु माई बेबी भ्लग। हजुरहरूलाई स्वागत छ के छ त हल्कामा साथीहरू। हजुरहरूलाई म मिस भइरहेको छु कि छैन? यो भन्छ क्यामेरा चाहिएर गरेको मान्छे फेम चाहियो मान्छे अब आएपछि होइन। सो आज डे 21 मा हजुरहरूलाई स्वागत छ शुभ प्रभातसँगै। र अब म निस्किन गइरहेको छु वाकमा। मेरो बुढीले मलाई मोटिभेट गर्नको लागि के मोटिभेट यस्तो भने चाहिँ के मोटिभेट हो बुढी? यसो मोटिभेट गर्ने ल अब म चाहिँ निस्केको है। बहिनी र छोरीको पनि आगमन भइसकेको छ। अब म बहिनी र छोरीलाई पनि बाई बाई भन्छु अनि त्यसपछि म आफ्नो तिमीहरूलाई अब वाकको लागि निस्केको है। ल अब एकचोटि बाटोमा भेटौँ है त। सो वन्स अगेन म चाहिँ लटारको ब्रिजमा आइसकेको छु। अब आजको डेस्टिनेसन चाहिँ म अहिले नै रिभिल गर्दिनँ, हजुरहरूले नै भन्नुहोस् कहाँनिर पुग्दो रहेछ भनेर होइन। अनि फेरि आज चाहिँ म जान्छु गोर्खाटारतिरबाट जान्छु, तर जुन जहिले नि चढिराख्नेको यो यतापट्टिको उकालो नहेर्कन आज यतापट्टिको उकालो यो उकालो गइरहेको छु। यहाँनिर उभिरहेको सर फफा नि हुने होला। सो अब एकचोटि उकालो चढिसकेपछि मात्रै भेटौँ है त। दृश्य छ है त, उतापट्टिको दृश्य चाहिँ जहिले पनि देखेर यतादेखि सोचे बेला दृश्य कृष्ण मन्दिर अनि म चाहिँ अहिले त्यो चढिसकेँ, चढेर माथिको बाटो हिँडिरहेको छु। उकालोबाट अलि अगाडि मात्रै चाहिँ सन्चै तर उहाँको चाहिँ उकालो चढेर सासु लाग्छु कि ट्रेन बाटोमा मतलब हुँदैन, उकालो बाटो आउनु कि त्यस अहिले चाहिँ ब्रिदिङ कन्ट्रोलमा आइसक्यो, नर्मल भइसक्यो। अब म तल हिँड्दैछु। ल अब हजुरहरू नै भन्नु है त आजको डेस्टिनेसन चाहिँ कतातिर हुनसक्छ होला भनेर। आजको वेदर पनि राम्रो छ तर सो म चाहिँ यहाँ गोर्खाटारको अहिले मदन आश्रम स्कुल आइपुगिसकेको छु। मेमोरियल हो क्या अरे, मदन आश्रम मेमोरियलमा अझ नि अगाडि बढ्दैछु है त। म अझ पनि गेस गर्न सक्नुहुन्छ है कुन ठाउँमा आउँछु भनेर। त्यहाँनिर पुग्नलाई अझ मलाई मिनिमममा पनि 20 मिनटदेखि लिएर आधा घन्टाको बाटो लाग्न सक्छ है। आई एम नो आइडिया, तर म जहिले नि हिँडेर बाइक हाल्थेँ बाटो, आज फर्स्ट टाइम वक गर्दैछु। सो किप अप विथ मी, मसँग हेरिराख्नु होला, बसिरहनु होला है त। अनि कुन चाहिँ डेस्टिनेसन रहेछ भनेर चाहिँ मेबी एकछिन पछि गउँछ थाहा भइहाल्छ कहाँनिर रहेछ, कुन ठाउँ रहेछ भनेर। दार्जिलिङ रहेछ भने के गर्नु होला। म चाहिँ एउटा खतरा इन्टरसेक्सनमा आइसकेको छु है त। यहाँनिर चाहिँ अब 3 ठाउँ जानु मिल्छ यहाँबाट चाहिँ। सिधा गयो भने कहाँ भन्दाखेरि काँडाघारी एरिया नै हो भने चाहिँ, अनि फेरि यतापट्टि राइट गयो भने पनि जान्छ काँडाघारी एरिया हो। यता लेफ्टतिर गयो भने चाहिँ कता पुग्छ होला त है त। सो म चाहिँ यो दुइटा बाटो छोडेर यतापट्टिको बाटो हिँड्दैछु। सो अझ पनि गेस गर्नुहोस् म कुन ठाउँ चाहिँ जाँदैछु भनेर। तर धेरै जसो मान्छेहरूलाई थाहा भइसक्यो होला होइन म कतापट्टि निस्किरहेको छु भनेर। सो म चाहिँ अहिले कहाँनिर आइपुग्यो होला गेस गर्नु होला होइन। अहिले चाहिँ अब सधैँ म गोर्खाटार एरियामै छु ठाउँ चाहिँ होइन। अब मैले भनेको ठाउँ अझै आइपुगेको छैन।
यहाँबाट अझ लाग्ला 15 मिनट चाहिँ नो आइडिया तर अलिकति बाटो लानै छ जस्तो लाग्यो यो नि त हेरौँ कतिको लामो छ भनेर चाहिँ सो म भएको एरिया हो यहाँनिर छु म अब कुन ठाउँ जाँदैछु होला अझ पनि भन्नु होला सो अब चाहिँ म आइपुग्न लाग्यो जस्तो लाग्यो है म यो बाटोमा थुप्रै भइसकेको थिएँ लगभग इभन बाइकमा पनि हिँडेको थिइनँ होला म यो बाटो त अहिले रिसेन्ट टाइममा अनि फेरि त्यही भएर म त्यति भन्छु थिएन यो बाटो लगभग 7-8 वर्ष भइसक्यो होला मलाई म आउँथेँ अब उतापट्टि अघि जुन त्यो पिपल बोर्ड देखाएको थियो त्यो पिपल बोर्डबाट तलपट्टि त्यहाँदेखि राइट लाग्यो भने त्यहाँबाट म सिधै निस्केर बोर्डेतिर निस्किन्थेँ सो म यो बाटो निस्किनै पर्दैन थियो अनि त्यसले गर्दाखेरि पनि अहिले चाहिँ म कति टाइम लाग्छ भनेर चाहिँ तर आई थिङ्क अलिकति उसमा हेर्ने भने चाहिँ मेबी 5 to 10 मिनटमा चाहिँ म पुगिसक्नु पर्ने हो त्यो चाहिँ तर पुगिन्छ होला मलाई जस्तो लाग्छ त्यसो अब चाहिँ यो बाटो हो यो बाटो नि अन्त तल्लो बाटो चाहिँ ठ्याक्कै त्यहाँबाट चाहिँ बोर्डे निस्किनको लागि सजिलो हुने बाटो भन्नुहोस् है यहाँ बिचमा एउटा कनेक्टिङ बाटो छ होला ल हेर्न सक्नुहुन्छ अगाडिको दृश्य त केही थिएन एउटा सिधा बाटो छ साइड साइडमा घरहरू छ गाडीहरू गुडिरहेको छन् त्यही दृश्य चाहिँ मैले भनेको डेस्टिनेसन चाहिँ आइपुग्न लागिसक्यो आइपुगिसक्यो भने पनि हुन्छ अब सिम्पल एउटा डाँडा चढ्नुपर्ने छ त्यो डाँडा चढिसकेपछि चाहिँ रिच यो डेस्टिनेसन भन्ने हुन्छ आजको जुन पोइन्ट राखेको थिएँ मैले त्यो पोइन्ट आइपुग्छु अनि फेरि त्यहाँनिर गएपछि यो अब गर्नु चाहिँ अलिकति हाइट चढ्नै पर्ने हुन्छ अनि त्यसपछि चाहिँ म सरल लगाएर हजुरहरूलाई देखाइदिइहाल्छु कुन ठाउँ रहेछ भनेर ल अहिलेसम्म पनि गेस्ट गर्नु भएको छैन भने चाहिँ लास्ट एउटा उ छ गेस्ट गर्नु होला अनि अब नेक्स्ट जुसामा म ठेक्का लगाएर भनिदिइ नै हाल्छु कुन ठाउँमा छु भनेर सो यो चाहिँ ठ्याक्क लगाएर लास्ट चान्स भन्नु मिल्यो होला सो ठ्याक्क लगाएर आइपुगिसक्यो त म सो यस म चाहिँ अहिले अब जुन त्यो उकालो चढ्ने भनिरहेको थिएँ त्यो उकालो चढ्ने क्रममा छु अझ पनि गेस गरिसक्नु भएको छ कि छैन त अब गेस गरिसक्नु भएको छ भने कुन ठाउँ हो सो म चाहिँ अहिले ठ्याक्क लगाएर मुलपानीको क्रिकेट स्टेडियम भएको ठाउँतिर चढ्दैछु यहाँनिरबाट अलिकति अगाडिपट्टि मात्रै अब आइपुग्न टाइम छैन यो ठ्याक्क लगाएर स्लोप चढिसकेपछि चाहिँ ठ्याक्क आइपुग्छ अगाडिपट्टि भनौँ न अनि फेरि त्यहाँबाट ब्याक टु दक्षिण ढोका हिजो पनि मैले जुन भनेको थिएँ हिँड्न पाइनँ भनेर हिजो भएर मैले अलिकति भनेको थिएँ नि त नारायण तिरुपतिबाट देखाउँदै यतापट्टिको बाटो आज आउनु पाइनँ ठ्याक्क चाहिँ हिजो मेरो हिजोकै प्लान थियो हिजो भ्याइएन अनि त्यही भएर अब आज प्लानलाई कन्टिन्यू गर्दैछु एउटा मिस्टेक टर्नले गर्दाखेरि एक राउन्ड घुम्नु पऱ्यो सो यहाँ यतापट्टि नि स्टेडियम नि हो यो चाहिँ क्यानको भइहाल्यो बिल्डिङ भइहाल्यो यतापट्टि यहाँनिर छ चौर चाहिँ यो रोडले गर्दाखेरि मोहन पनि चाहिँ यो रोड खास गरी एक स्टेप तलपट्टि म झरेँ कि अनि त्यसले गर्दा पुरै ग्रिन सिटीको बाटोपट्टिबाट अनि चढेर अनि फेरि यतापट्टि आएको सो यत्तिकै लामो बाटो यत्तिकै लामो बाटो भइहाल्छ
स्टेडियमको दृश्य चाहिँ यताबाट यसरी देख्न सकिन्छ। यो के इन्टरनेसनल मापदण्ड अनुसार कि साथी मैले चाहिँ किन सानो सानो लाग्यो है। एउटा चाहिँ यतापट्टि हो, एउटा चाहिँ यतापट्टि हो हुनु चाहिँ। अब कुन चाहिँ ठुलो कुन चाहिँ सानो चाहिँ थाहा भएन फेरि। यताबाट पनि गेम खेलिदिन्छ होला त। ओहो यस पिचहरू राम्रै छ जस्तो लाग्यो, छोपेर राखेको छ पुरै। पानीले बिगार्छ भनेर पुरै छोपेर राखेको छ। यस यहाँको यस्तो छ दृश्य चाहिँ। यहाँको दृश्य चाहिँ